हाइड्रोपावर बनाएको छ, रोजगारी सृजना भएको छ, तर त्यहाँ चाहिँ नेपालीले काम पाएको छैन। नेपालीले काम पाएन भनेर हामीले भनिरहेका छौँ, तर नेपालीले काम किन पाइरहेको छैन भनेर कतिपय ठाउँमा हामीले हेर्नु नै देखिन्छ। यहाँ चिनियाको तुलनामा 45% र भारतीय तुलनामा 81% मात्रै हाम्रो लेभलको हामीले चाहिँ त्यो प्रोडक्टिभिटीको हिसाबले हेऱ्यो भने यो खालको हाम्रो अवस्था देखिन्छ। किन होला त यो? के कारणले गर्दा होला? सबैमा होला कि कुनै कुनै सेक्टर मात्र होला? हैन, यो खालको कुराहरू चाहिँ हामीले यसमा थप हेर्नुपर्ने छ। हाम्रो समस्याहरूलाई पहिचान गर्नु। नेक्स्ट हाम्रो सिपको समस्या है। अब यो हाम्रो यहाँको सिटिभिटीको अध्ययनले देखाएको, अहिले पछि म यसरी थप यो कुरामा भन्नु होला हैन। श्रम बजारमा भएको जनशक्ति मध्ये अधिकांश हाम्रो तहको छ। तहको भनिसके पछाडि एकदम हाम्रो चाहिँ सबभन्दा लोएस्ट लेभलको स्किल मात्र भएको छ। श्रम बजारमा मान्छे छ। अब मैले कसैले आएर गार्मेन्ट खोल्यो, कसैले आएर चाहिँ हामीले चाहिँ म्यानुफ्याक्चरिङको खोल्यो, हामी मैले चाँदीको कुराहरू भने श्रम बजारमा मान्छे छ, हामी जोड्छौँ, हेरिन्छ। मान्छे आयो, उसलाई स्किल चाहिएको छ, स्किल दिने अर्कैतिर छ, अर्कैतिर स्किल आइरहेको छ। यहाँ जुन स्किल चाहिने हो त्यो स्किल आइरहेको छैन। त्यस कारणले गर्दा त्यो मान्छे बाहिरको बजारमा फेरि को चाहियो, स्किल नभएको मान्छे चाहिएको छ। अनि हाम्रो मान्छे बाहिरको मात्र हल्ला मात्र गरिरहेका छौँ। किन बाहिर गएको छ भने उसँग के छ भन्दा उसँग उमेर छ, उसँग चाहिँ त्यो श्रमशक्ति छ, स्किल छैन। हामीसँग स्किल भएको मान्छेलाई मात्र हुने कुरा रोजगारीहरूको सृजना भइरहेको कतिपय हाम्रो सन्दर्भमा देखिन्छ। कृषि क्षेत्रमा जस्तो अगाडि जाउँ, कृषि क्षेत्रमा मात्र भएको जुन हामी एग्रिकल्चरको भन्नु 85% श्रमिक चाहिँ तहको छ है। यो डेटा यो हाम्रो आफ्नै यहाँ भइसक्यो, सबै यहाँ भएकै डेटाहरू हुन् हैन। अब श्रमशक्तिको प्रक्षेपणको कुरा मात्र हेर्दै गर्दाखेरि चाहिँ यो टिबेटले चाहिँ 2030 सम्ममा हामीलाई 20 लाख चाहिँ यो चाहिँ टिबेट प्रशिक्षित भएको दक्ष जनशक्ति चाहिन्छ, यो टेक्निकल भोकेसनल एजुकेसन भएको चाहिन्छ, सबभन्दा बढी निर्माण क्षेत्रमा चाहिन्छ भनेर भन्छ हैन। जस्तो अब हामीले कसरी सोच्नुपर्छ भन्ने हाम्रो यहाँको आर्गुमेन्टहरू अहिले प्रारम्भमा देखिन्छ भने अब नेपालमा चाहिँ अब केही वर्षभित्र हामीहरू यो जसरी इन्फ्रास्ट्रक्चर बनाउने कनेक्टिभिटीको कुराहरू गरिरहेका छौँ। यो कनेक्टिभिटीको कुराहरू गर्दै गर्दाखेरि म्यासिभ इन्भेस्टमेन्ट हामी इन्फ्रास्ट्रक्चरमा गर्छौँ, गर्न पनि पर्नेछ। त्यो म्यासिभ इन्भेस्टमेन्ट इन्फ्रास्ट्रक्चरमा गर्दै गर्दा त्यसले जुन चाहिँ एकदम ठुलो रोजगारीको नम्बर सृजना गर्न सक्छ, त्यसको लागि चाहिने चाहिँ जनशक्ति चाहिँ हामीसँग चाहिँ रहन्छ कि रहँदैन, हुन्छ कि हुँदैन, त्यो कुरालाई हामीले सँगै राखेर हेर्नुपर्नेछ। तलबाट महामन्त्रीजीले नै एउटा सुझाव दिइसकेपछि उहाँले एउटा फर्म भर्नुभएको छ। तपाईँहरूलाई के कुराहरूमा गभर्मेन्टले मद्दत गरिदियो भने तपाईँहरू गर्न सक्नुहुन्छ भन्दै गर्दा इन्ट्रेस्टिङ धेरै जस्तो के आउँछन्, गभर्मेन्टले मद्दत भन्दा पनि गभर्मेन्टले केही नगरिदिँदाखेरि चाहिँ माथि आउन सक्ने अवस्था छ। गभर्मेन्टले गरिदियो भने त झन् समस्या हुने अवस्था छ। जहाँ सरकार पुग्यो त्यहाँ झन् समस्या, जहाँ सरकार नभएको त्यहाँ झन् आनन्दले काम गर्न पाएको जस्तो त्यस्तो पनि देखिन्छ। हामीलाई के लाग्छ कहिले काहीँ भने हामीलाई एकदम मनमुटुबाट हामी नपुगेर पो समस्या भयो कि हामी गइदिइहाल्यो कि जस्तो लाग्छ। हामी पुग्दैन समस्या भएको छ, कहीँ स्थानीय सरकार पुग्दैन समस्या भएको छ। स्थानीय सरकारलाई नदेख्ने बेलासम्म आनन्दले चलिरहेको यसैबिच स्थानीय सरकारले देखेको दिन चाहिँ बर्बाद भएको हुन्छ। यो पनि देखिन्छ हाम्रो चाहिँ डेटाहरू हेर्दै गर्दाखेरि। यी कुराहरूलाई हामी सेक्टरको कुरा गर्न चाहन्छौँ। अर्को चाहिँ नेपालमा विदेशीलाई रोजगारी, यो पनि हामीले पहिला अन्तर्वार्तामा पढेर सरले क्लियर गर्नु होला। मैले नै यो पहिले रामेश्वर खनाल सरको अन्तर्वार्ता पढेको, मैले रामेश्वर सरको अन्तर्वार्ता पढेर त्यो अन्तर्वार्तामा पढेको आधारमा त्यो तथ्याङ्कलाई मैले पनि कति ठाउँ प्रयोग गरेँ, कतिले मेरो तथ्याङ्क अर्कोले प्रयोग गरेँ। पछि खोज्दै जाँदै गर्दा चाहिँ पछि सरलाई पनि खोज्दै जाँदै गर्दा खास काको भन्दै गर्दा खास काको भेट्दै भेटिन्छ। होइन यस्तो छ कि हाम्रो कतिपय कुराहरू चाहिँ हामीले भन्दै उसले भने ल होला भन्यो। तर हामी सेट दिस के देखिन्छ भने नेपालमा ठुलो सङ्ख्यामा हामी देख्छौँ नि त, हामी होइन खास गरिकन गार्मेन्टमा देख्छौँ, भने टेक्सटाइलमा देख्छौँ, म्यानुफ्याक्चरिङमा थुप्रै एरियाजमा देख्छौँ। टेक्निकल मात्र होइन है, अलिकति माथिल्लो तहको सेट अफ स्किल मात्र, स्किल सेट भएको मात्र होइन, त्यो मिडियम र भएको स्किल सेटमा भएको ठाउँहरूमा पनि हामी देख्छौँ। जस्तो काठमाडौँमै हामीले याद गऱ्यौँ भनेदेखि भने हामी प्लम्बर्स, इलेक्ट्रिसियन यस्तो थुप्रै एरिया देख्छौँ नि त। त्यो अघि नै मैले भनेको प्रोडक्टिभिटीसँग जोडिने हो कि अघि नै त्योभन्दा अर्को त्यहाँनिर गएको व्यवसायिक सुरक्षा, तलब, सामाजिक सुरक्षा त्योसँग जोडिने हो कि जो मान्छेले दिन्छ यो त्यहाँभित्र सरकारले बनाएको अनेक ब्यारियर्सको कारणले गर्दाखेरि रोजगारदाता जो छ, रोजगारदाताले नेपालीभन्दा बाहिरको ल्याउन सजिलो भएको हो कि ग्लोबल ट्रेन्ड हो कि फेरि बङ्गलादेशको मान्छे यहाँ आउने, यहाँको मान्छे बङ्गलादेश जाने, यस्तो खालको पो भइरहेछ कि थाहा छैन हामीले। यो कुरालाई हामीले हेर्नुपर्ने छ। नेपालमा विदेशीलाई रोजगारीको अवस्था के छ भनेर नेक्स्ट हामी यसरी यो विषयमा गर्छौँ। त्यसपछि हाम्रो एउटा समूह हुन्छ, हामी बनाउँछौँ। त्यो समूहले हाम्रो अनुसन्धानकर्ता, विज्ञ, इन्टरभ्यू यो पार्टमा रहेर चाहिँ यतापट्टि हामी संवाद राउन्ड टेबल गरिरहेको, सेक्टर गरिरहेका हुन्छौँ। त्यही टाइममा चाहिँ अर्को कुरा मैले सुरु भने यसले बाँकी रहेको चाहिँ काम यो रिसर्चको काम गर्छ र गर्दै गर्दा कोसँग गर्छ भन्दै गर्दा हामी विभिन्न युनिभर्सिटीहरूसँग चाहिँ कोलाबोरेसन गर्छौँ, थिङ्क ट्याङ्कहरूसँग गर्छौँ, रिसर्च संस्थाहरूसँग गर्छौँ, सरकारको संरचनाहरूसँग गर्छौँ, स्वतन्त्र अनुसन्धानकर्ता र विज्ञहरू थुप्रैले काम गर्नुभएको छ। हामी उहाँहरूसँग गर्छौँ र त्यो कोलाबोरेसनबाट हामी चाहिँ त्यो खास गरी एभिडेन्सहरू के छ भन्ने यसरी यो ठाउँमा लिएर आउन चाहन्छौँ। र यति गरिसकेपछि अहिले हामीले सोचेको
हामी पहिला यसलाई 2 भागमा हामी बाँड्छौँ। पहिलो 6 महिना र त्यो 6 महिनामा हामी जहाँसम्म पुग्न सक्छौँ त्यस पछाडि चाहिँ अब यो हाम्रो पार्टीको राजनीतिक अवस्था अरू कुरालाई हेरिकन त्यसपछि हामी अरू थप 6 महिना यसमा काम गर्ने हामी सुरुमा एक वर्षको कार्ययोजना बनाएका छौँ। तर पहिलो 6 महिना हामी काम गर्छौँ। पहिलो 6 महिना काम गर्दै यो 6 महिनाभित्रमा अघि मैले भनेको हाम्रो राउन्ड टेबल्सहरू पनि हुन्छ। यो 6 महिनाभित्रमा हामीले हाम्रो यो रिसर्चको काम पनि हुन्छ, अरू पार्टनरसिपको कामहरू पनि हुन्छ। यही 6 महिनाभित्रमा हाम्रा जनप्रतिनिधिहरूको ओरिएन्टेसनको काम पनि हुन्छ। यही 6 महिनाभित्रमा सङ्घको सरकारले, प्रदेशको सरकारले, लोकल गभर्मेन्टले गर्नुपर्ने कुराहरू के हुन् भन्ने बारेमा हामीले इन्टरभेन्सनको कुराहरू बनाए पनि सकेका हुन्छ। त्यसैले हामीले यसो हेर्दै गर्दा हामीले सोचेको चाहिँ के हुन्छ त यदि यो गरिसकेपछि त्यसलाई व्यवस्थित ढङ्गले एउटा अभियानको रूपमा लिएर गएपछि भन्दा विमर्शको केन्द्रमा रोजगारी चाहिँ र सरकारको प्राथमिकतामा रोजगारी आउने एउटा अवस्था बन्छ। किनभने हामी नेपाली कांग्रेस पार्टीले आज हामी यसरी व्यवस्थित ढङ्गले छलफल गरेपछि हामी अरू पार्टीसँग छलफल गर्छौँ। हामी कुनै दिन नेपाली कांग्रेस पार्टीकै निमन्त्रणामा हामी अरू राजनीतिक दलसँग बसेर हामी जसरी हामी कहिलेकाहीँ संविधानको बारेमा छलफल गरौँ, अरू पार्टी आएर छलफल गरौँ भन्छौँ, शान्ति प्रक्रियाका बारेमा गर्छौँ भनेर भन्छौँ। हामी यसै गरी हामी इम्प्लोइमेन्टको बारेमा चाहिँ हाम्रो पार्टीका अरू पार्टीका दृष्टिकोणहरू के छन् हामी छलफल गर्छौँ। पार्टीभित्र त गर्ने नै भयो, इन्ट्रा पार्टी त यसले बिस्तारै यो प्रक्रियामा हामी सयौँ साथीहरूले भाग लिनुहुन्छ। हामीले दर्जनौँ प्रशिक्षण कार्यक्रमहरू चलाउँछौँ हाम्रा एमपीजहरूका लागि, हाम्रो पार्टीको अरू जनप्रतिनिधि पार्टीकै जिम्मेवारी बसेका साथीहरूलाई पनि, विभिन्न जो जनप्रतिनिधि नभएको साथी पनि एस्पाइरिङ भोलिको लागि होला, यो सबै खालको कार्यक्रमहरूले बिस्तारै अघि मैले भनेको जस्तो हेडमा रोजगारी भन्ने कुरा आउँछ। त्यो हेडमा त्यो आइसकेपछि हाम्रो छलफल मुक्ति कुरा आउँछ र रोजगारी हाम्रो चाहिँ एउटा विमर्शको केन्द्रको एउटा विषय बन्छ। अर्को इन्फर्म डिबेट हुन्छ। बिस्तारै हाम्रो कुरा चाहिँ पार्लियामेन्टभन्दा बाहिर हाम्रो जनप्रतिनिधि साथीहरूले अरूले बोल्दै गर्दा भन्दै गर्दा अघि जुन कुरा हामी गएको 5-6 वर्षमा हामी जुन कुरा भनिरहेका छौँ कतिपय कुराहरू चाहिँ त्यो एभिडेन्समा आधारित छैन। त्यसले गर्दा हाम्रो बहस चाहिँ सुसूचित नहुँदै गर्दाखेरि चाहिँ जिम्मेवारीमा आएको साथीहरूले के गर्ने भन्ने कुरा हामीले थाहै पाएको छ। जस्तो काठमाडौँमा अस्ति एउटा तथ्याङ्क भन्दै थियो, थाहा छैन, त्यसलाई पनि चेक गरेर भेरिफाई नगरी हुँदैन। एउटा व्यक्तिले सञ्चालन भएको तालिम डिभाइडेड बाई व्यक्ति गर्दै एउटाको भागमा 3टा वर्ष अहिले सरले थप भन्नु होला, एउटाको भागमा 3टा तालिम पर्ने अवस्था आइसक्यो। मतलब एउटा यो कतै मैले पढे सुने, थाहा छैन त्यो हो कि मतलब। तर यस्ता कतिपय कुराहरू छन् हो के चाहिँ यी कुराहरूको सन्दर्भमा हाम्रो डिबेटहरू हाम्रो बहसहरू चाहिँ सुसूचित हुने अवस्था बन्छ। यो एउटा नयाँ ट्रेन्डै यसबाट सुरु हुन्छ भन्ने कुरा हो। पार्टीको तहमा मैले माथि भनिसकेँ, 1 नम्बरसँग जोडिन्छ, रोजगारी केन्द्रित अभिमुखीकरण हुन्छ। नेपाली कांग्रेस पार्टीभित्र रोजगारी यसरी अभिमुखीकरण हुने कुराले अरू पार्टीलाई पनि त्यसले स्वाभाविक रूपमा त्यसले सकारात्मक प्रभाव पार्छ। नीति र कानुनको परिवर्तन ठ्याक्कै ट्यान्जिबल चाहिँ हामी के छ भने हामी अब के समझ हामी बजेट बनाउँछौँ, स्थानीय सरकारले बनाउँछ, प्रदेशले बनाउँछ, सङ्घले बनाउँछ। यी ठाउँहरूमा चाहिँ हामी आफै जिम्मेवारीमा छौँ, सरकारमा छौँ भने कानुनमा कहाँ परिवर्तन गर्नुपर्ने हो, पोलिसीमा कहाँ परिवर्तन गर्नुपर्ने हो भनेको एउटा क्लस्टर चाहिँ एउटा क्याटेगोरी चाहिँ हाम्रो के गराउनु सरकारले गरेको कामको रहन्छ। नीति र कानुनमा परिवर्तन गर्ने कुरा एउटा भयो। अर्को चाहिँ हाम्रो जस्तो अघि मैले ललितपुर एक्जाम्पल दिएँ, ललितपुरको सरकारले काम गर्छ भने जस्तो अहिले हाम्रो गोकर्णेश्वर गोया नगर प्रमुख यहाँ आउनुभएको छ, हाम्रो गौमुखी गाउँपालिका अध्यक्ष यहाँ आउनुभएको छ, हाम्रो 101 साथीहरू हुनुहुन्छ, सबैले के न केही शिक्षामा स्वास्थ्यमा विभिन्न सेक्टरमा गर्नु खोज्नु भएको छ। यो छलफल बहसबाट चाहिँ लोकल गभर्मेन्टबाट चाहिँ इम्प्लोइमेन्टमा के काम गर्ने भन्ने कुराको बारेमा के आइडियाजहरू आउँला, उहाँहरूको आइडियालाई क्यारी गर्नुहुन्छ, उहाँले इम्प्लिमेन्ट गर्नुहुन्छ, माथिको अरू सेन्ट्रल गभर्मेन्टले गर्छ, बिचको प्रोभिन्सियल गभर्मेन्टले गर्छ। सो सरकारले गर्ने कामहरूमा चाहिँ हामीले नीतिगत परिवर्तन पनि गराउँछौँ र एक्जिक्युटिभ अर्डर्सबाट गरिने कामहरूबाट पनि थुप्रै कुराहरू जसको लागि नयाँ नीति चाहिँदैन, अहिले भएकै नीतिमा गर्ने पहल गतिबाट नयाँ परिवर्तनहरू आउँछ, ती कामहरू पनि गर्ने कुराको सन्दर्भमा ठोस उपलब्धि हुन्छ भन्ने हो। र अन्तिम कुरा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सरकारवालाको सहकार र समन्वयबाट हामी जस्तो युनिभर्सिटीको कुरा अहिले गऱ्यौँ, हामीले सिटिभीको कुरा गऱ्यौँ, प्राइभेट सेक्टरको कुरा गऱ्यौँ, प्राइभेट यो शैक्षिक संस्थाको कुराहरू गऱ्यौँ, सबैले आफ्नो ठाउँबाट केही न केही कामहरू गरिराख्नु भएको छ। तर यो एकै ठाउँ ल्याएर बसेर र पोलिटिकल पार्टी पनि यसरी आएर मिसेर कुराकानी गर्दाखेरि चाहिँ यसबाट हुने जुन समन्वय छ यो समन्वयहरूबाट चाहिँ सायद चाहिँ जस्तो उदाहरणको लागि आइटी सेक्टरमा काम गरिराख्नु भएको साथीहरूले हामीलाई के भनिराख्नु भएको छ भने जुन दिनसम्म विश्वविद्यालयले आइटीको ह्युमन रिसोर्स उत्पादन गर्ने कुराको सन्दर्भमा चाहिँ यो कोटा तोक्छ त्यो बेलासम्म चाहिँ त्यो आइटीको इन्डस्ट्री ग्रो नै गर्दैन। किनकि आइटी एउटा यस्तो सेक्टर हो जहाँ चाहिँ कति मान्छे छ, पहिला कति रोजगारी उपलब्ध छ भनेर हुने होइन कि यदि नेपालमा चाहिँ हजारौँ इन्जिनियर छ भनेर भन्यो भने चाहिँ हजारौँ इन्जिनियरको पुल भएको छ भने म चाहिँ आइटीको नयाँ बिजनेस सुरु गर्छु भनेर मान्छे आउँछ। त्यस कारणले गर्दा युनिभर्सिटीले सोच्ने तरिका चेन्ज गर्नुपर्छ। आइटीको यसमा चाहिँ 20जना 25जना कोटा तोकेर हुँदैन, त्यो पुल तयार हुनुपर्छ। युनिभर्सिटी त्यो यदि आइटी इन्डस्ट्रीको कुरा छ, युनिभर्सिटी एकातिर छ, युनिभर्सिटी चलाउनु भनेको हामी त हो नि आखिर हाम्रै साथीहरू शिक्षा मन्त्री भएर जानुभएको छ, हाम्रै साथीहरू त्यहाँभित्र चाहिँ विश्वविद्यालयको नेतृत्वमा हुनुहुन्छ भनेपछि त्यसो हुने त बदल्नु पऱ्यो। यो हाम्रो अभियानका क्रममा यस्ता दर्जनौँ कुराहरू अहिले हामीले यो हुन्छ यस्ता दर्जनौँ कुराहरू हामीलाई जस्तो यो मैले थाहा पाएको कुरा भयो,
अब यस्ता अरू दर्जनौँ कुराहरू होला। यी कुराहरू हामीलाई मैले जुन ज्ञानको उत्पादन भने ती कुराहरू हुन्छ र त्यो कुराको इन्टरभेन्सन चाहिँ हामी आफ्नो ठाउँबाट गर्छौँ र यसबाट चाहिँ नेपालको रोजगारीको क्षेत्रमा चाहिँ एउटा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सक्ने अवस्था हुन्छ भन्ने सोचाइका साथमा हामीले यो आजबाट यसलाई औपचारिक रूपमा चाहिँ आज कार्यक्रम हामीले यसको क्यालेन्डर सुरु गऱ्यौँ। हामीले यसको एउटा क्यालेन्डर बनाएका छौँ। अब यहाँ पार्टी कार्यालयमा हाम्रो दर्जनौँ छलफलका श्रृङ्खलाहरू छन्। त्यसपछि हाम्रो अनुसन्धान गर्ने कामहरू हुन्छ। विभिन्न यो पहिलो 6 महिना टोटल हाम्रो कार्यक्रमबाट हामीले सबै स्केड्युल बनाएका छौँ। त्यो अनुसारले काम गर्छौँ। केही कामहरू हाम्रो विभागको साथीले लिड गर्नुहुन्छ। केही कामहरू हामी पार्टीको हामीहरू दुईटा महामन्त्री बसेरै गर्ने कामहरू त्यो कुराहरू होला। केही कामहरू हाम्रो अरू उहाँहरू जस्तो अनुसन्धानकर्ता साथीको टोली छ उहाँहरूले गर्नुहुन्छ। यो सँगै हामीले एउटा कोलाबोरेसनमा पार्टीको सबै विङ्सहरू परिचालित गरेर हामीले यसरी अभियानको रूपमा यसलाई लिएर जान्छौँ। आज यति यो कुरा अलिकति यहाँहरूलाई भनौँ भनेर पनि हो र आज चाहिँ यो आज पहिलो दिनको पहिलो कार्यक्रममा अब एकदम छोटो हाम्रो यहाँ 4 जना अतिथिहरू हुनुहुन्छ। बोलाएको चाहिँ उहाँहरूको हामी केही छोटकरीमा यहाँ यो राउन्ड टेबलमा कुराहरू सुन्छौँ र त्यस पछाडि चाहिँ माननीय विष्णुप्रकाश शर्माले यो आज सबैलाई धन्यवाद दिँदै आजको कार्यक्रमलाई हामी टुङ्ग्याउँछ। त्यस पछाडिको चाहिँ हामी कार्यक्रम अनुसार यहाँहरूलाई जुन कार्यक्रममा जसलाई हामीले निम्त गर्नुपर्ने त्यसलाई निम्त गर्छौँ। आजको हाम्रो यसको एउटा यसलाई घोषणा भनौँ अथवा यसलाई सुरुवात गर्ने कार्यक्रममा छोटो सूचनामा यहाँ आइदिनु हो। फेरि एकपल्ट पार्टीको तर्फबाट यहाँ सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।